नमस्कार। आजको यस भिडियोमा म तपाईहरुलाई विद्यालयमा धेरै विद्यार्थीहरू हुँदाखेरि चाहिँ इमेजमा कक्षागत रूपमा सेक्सन असाइन कसरी गर्ने भन्ने बारेमा चाहिँ जानकारी दिन लागिरहेको छु। अब यसका लागि चाहिँ हामीले सबैभन्दा पहिला हाम्रो विद्यालयको इमेजको ड्याशबोर्डमा गएर यो स्टुडेन्ट रेकर्ड भन्ने मेनुमा क्लिक गर्नुपर्छ। यसरी यहाँ क्लिक गरेपश्चात यहाँ स्टुडेन्ट इन्फर्मेसन भन्ने बटन यो जुन सब मेनु छ यो देखिन्छ। हामी यसमा क्लिक गर्छौं। अब यहाँ विद्यालयको नाम आइसकेको छ भने यहाँ इयर भनेर जस्तो 2082 भनौं, कक्षा कति त भन्दा अब जस्तो अहिले मैले 5 कक्षाको सेक्सन चाहिँ असाइन गर्न लागिरहेको छु। अब क्लास 5 भने अब लोड गरेर हेरौं। यसरी लोड गर्दाखेरि कक्षा 5 मा भएका सबै विद्यार्थीहरूको चाहिँ विवरणहरू चाहिँ यहाँ देखा पर्छ। अब म सेक्सन असाइन गर्न लागेको छु। यहाँनिर गएर यो असाइन सेक्सन भन्ने बटनमा मैले यहाँ क्लिक गर्छु। यसरी क्लिक गर्दाखेरि चाहिँ अब सबै विद्यार्थीहरूको चाहिँ यहाँ विवरण देखा पर्छ। अब यहाँ अहिले सबै विद्यार्थीहरूको नाम देखिसकेको छ। अब म सेक्सन असाइन गर्छु। सबैभन्दा पहिला म सेक्सन ए, अब सेक्सन ए मा भएका विद्यार्थीहरूको चाहिँ अब म यहाँ सेक्सन असाइन गर्न लाग्छु। अब यसरी सेक्सन असाइन गर्दाखेरि चाहिँ अब जस्तो अब कुन विद्यार्थी छ, जस्तो सेक्सन ए मा कुन विद्यार्थी छ, अब यसलाई हामीले सिरियल्ली यसरी सिरियल्ली चाहिँ हामी कुन विद्यार्थी सेक्सन ए मा छ उक्त विद्यार्थीलाई चाहिँ हामी यहाँ टिक गर्न सक्छौं। अब यसरी टिक गरे पश्चात सेक्सन ए मा टिक गरे पश्चात चाहिँ अब यसलाई असाइन गरौँ हामीले। अब यसरी असाइन गर्दाखेरि चाहिँ यहाँ ट्याक्क असाइन गर्यौं भने चाहिँ अब यसको पछाडी अब यो सेक्सन ए भनेर आइसकेको छ। अब यसलाई मैले बन्द गरे। अब यो बन्द गर्छु, यसलाई मैले क्यान्सल गरे। अब यसै गरेर अब यो सेक्सन ए को सबै विद्यार्थीको यहाँ असाइन भइसकेको छ भने अब सेक्सन बी असाइन गर्नु पर्यो। सेक्सन बी असाइन गर्नलाई चाहिँ हामी असाइन सेक्सन भनेर यसरी यसमा क्लिक गर्छौं। अब फेरि सेम प्रोसेस भयो। अब म सेक्सन भन्दा बी भन्छु। अब बी भनेर क्लिक गरेपछि अब कुन विद्यार्थी सेक्सन बी मा छ त, अब म सेक्सन बी मा भएको विद्यार्थीहरूको चाहिँ यसरी सेक्सन बी मा कुन विद्यार्थी छ, सेक्सन बी मा भएका विद्यार्थीहरू चाहिँ म छनौट गर्छु। यसरी छनौट गरे पश्चात अब सबै विद्यार्थी मैले क्रमशः यसरी छनौट गर्छु। अब यसरी छनौट गरे पश्चात यसलाई मैले असाइन गरिदिन्छु। अब असाइन गर्ने बित्तिकै के भयो त भन्दा अब ल हेर्नुस्, यसरी सेक्सन ए बी भनेर छुटिएर आइसक्यो। यसैगरी अब यसलाई चाहिँ मैले अब यसलाई फेरि बन्द गर्नुपर्छ। बन्द गरेर अब म ल हेर्नुस्, अब यहाँ ए बी यसरी आइसक्यो। यसै गरेर मैले अरु सेक्सन क्रमशः कतिवटा सेक्सन छ हामीले सबै विद्यार्थीहरूको चाहिँ सेक्सन असाइन गर्न सक्छौं। अब बाइ चान्स झुकिएर कुनै विद्यार्थी चाहिँ अब सेक्सन अर्कै सेक्सनमा असाइन भयो, जस्तो उदाहरणका लागि अब अहिले मैले यसो हेरेँ, अब सेक्सन बी मैले लोड गरेँ है त। सेक्सन बी मा लोड गर्दा यहाँ सबै सेक्सन बी का विद्यार्थीहरू देखा पर्छ। अब जस्तो अब यो एकजना विद्यार्थी चाहिँ यो सेक्सन अर्कै सेक्सनमा हुनुपर्ने रहेछ, अब बी मा आयो भन्दाखेरि झुकियो भने चाहिँ अब यसको यो सेक्सनको मुनि चाहिँ यहाँ सानो एउटा रिसेट गर्ने बटन दिएको छ। यो रिसेट सेक्सन भनेको छ, यसलाई मैले रिसेट गर्दिएँ भने अब यो विद्यार्थी चाहिँ अटोमेटिक रूपमा रिसेट हुन्छ। अब त्यो विद्यार्थी रिसेट भइसकेको छ। अब हामीले उसलाई अलमा गएर हेर्यौं भने त्यो विद्यार्थीको चाहिँ यहाँ त्यो अघि जुन विद्यार्थीको हामीले रिसेट गरेको थियौं अब उसको यहाँ अहिले सेक्सन छैन। अब फेरि सेम प्रोसेस यसरी चाहिँ असाइन सेक्सन भनेर हामीले सबै उक्त कक्षाका सबै विद्यार्थीहरूको चाहिँ सेक्सन असाइन गर्न सक्छौं। अब यसरी सेक्सन असाइन गर्दाखेरि सजिलो के हुन्छ भने यदि हामी कहाँ धेरै विद्यार्थीहरू छन्, एउटै कक्षामा धेरै विद्यार्थीहरू छन् भने चाहिँ हामीलाई एटेन्डेन्स इन्ट्री गर्न, स्कलरशिपहरू इन्ट्री गर्न, मार्कहरू इन्ट्री गर्न, यस्तो गर्नलाई चाहिँ हामीलाई धेरै सजिलो हुन्छ। को विद्यार्थी कहाँ छ भनेर खोजिराख्नलाई गाह्रो हुँदैन। यो तरिका लगाएमा चाहिँ हामीले सजिलैसँग सेक्सन असाइन गर्न सक्छौं। हस् त, धन्यवाद। ए गुरु